एक दिन म बाहिर बसेर घाम ताप्दै थिए। जाडो भएर घरभित्र बसिन सक्नु थियो। दाइ आएर भन्नुभयो म बजार जाँदैछु, घर हेरेर बस है। मैले दाइलाई जाडोमा लगाउनको लागि टोपी ल्याइदिनु भने र दाइ बजारतिर लाग्नुभयो। दाइ जाने बित्तिकै भाउजूको आवाज आयो, रमेश रमेश। तर दाइ त बजार गइसक्नु भएकोले गर्दा म आफै उठेर भित्र गए। मैले हजुर भाउजू भने। उहाँले दाइलाई पठाइदिनु न बाबु भन्नुभयो। मैले दाइ त बजार जानुभयो भाउजू, केही काम छ भनी मलाई भन्नु, म गर्दिन्छु भने। भाउजू एकछिन त केही बोल्नु भएन र एकछिन पछि म बाथरुममा छु, मेरो कपडा टेबलमा छ, त्यो पुर्याइदिनु न बाबु भन्नुभयो। म दाइ भाउजूको रुममा खासै जाँदैनथे। त्यो दिन भाउजूले बोलाएको भएर भित्र गए। कपडा टेबलमा थियो, मैले उठाए। त्यसमा त भाउजूको अन्डरवेयर र ब्रा रहेछ। भाउजूको अन्डरवेयर र ब्रा देख्ने बित्तिकै मेरो सानो भाइ तन्केर ठुलो हुन लाग्यो। भाउजूले बाथरुमको ढोका हल्का खोल्नुभयो र मैके भाउजूलाई कपडा दिए र रुमभित्र बसेर यताउता हेर्न लागे। त्यहाँ बेडको तल दाइको कपडामाथि कन्डमको प्याकेट देखे। नमस्कार साथीहरू, तपाईहरूलाई मेरो च्यानलमा स्वागत छ। तपाईहरूको माया र प्रेमले गर्दा म आज फेरि अर्को रमाइलो कहानी लिएर उपस्थित भइसकेको छु। मैले बनाएको कहानी तपाईहरूले निकै माया गरेर हेरिदिनु भएको थियो र आशा छ सधैँ यस्तै माया र साथ दिनुहुन्छ भन्ने। तपाईहरूको लागि मैले नयाँ नयाँ र रमाइला कहानीहरू लिएर आउनेछु, तर मलाई अझै तपाईहरूको साथको खाँचो पर्छ। त्यसको लागि तपाईहरूले मेरो च्यानल सब्स्क्राइब गरेर मेरो भिडियोमा लाइक र कमेन्ट गरिदिनु है। आज म फेरि एउटा सानो गाउँमा आफ्नै घरमा घटेको घटना लिएर आएको छु। अब भने ढिला नगरी कहानी सुरु गरौँ है त। मेरो नाम मोहन, म 20 वर्षको नौजवान केटो। म एकदम जागरिलो र बलियो, यति कि एकैचोटि 2-3 जना केटीलाई नै खुसी बनाउन सक्ने। हामी घरमा दाइ भाउजू र आमा 3 जना मात्र छौँ। बाबा सानैमा छोडेर कहाँ जानुभयो पत्तै छैन। दाइले सानैदेखि सहर गएर हामीलाई पाल्नुभयो। उहाँ प्राय सहरमै बस्नुहुन्छ, किनकि गाउँमा भन्दा सहरमा काम पाउँछ। दाइले मलाई पढ्न भन्नुहुन्थ्यो, तर म गाउँका केटाहरूसँग सङ्गत गरेर नपढ्ने डुल्ने मात्र गर्थे। आमा बुढी हुनु भइसकेकोले दाइले बिहे गरेर आमाको ख्याल राख्न भाउजूलाई घरमै छोड्नुहुन्छ। दाइले बिहे गरेको बल्ल 1 महिना भएको थियो। 1 महिना दाइ र भाउजू सँगै घरमै बस्नुभयो। आज भने दाइ भाउजूलाई घरमै छोडेर सहर जान लाग्नु भएको थियो। शनिबारको दिन थियो। मङ्सिर महिनाको हल्का जाडोले पनि मलाई घरभित्र बस्न नसक्ने बनाएको थियो। हामीले खाना खायौँ र सबै आफ्नो आफ्नो काम गर्न लाग्यौँ। मेरो केही काम नभएकोले गर्दा म बाहिर बसेर घाम ताप्न लागे। दाइ आज सहर जाने भएर घरको लागि सामान लिन बजार जान लाग्नुभयो। दाइ आएर भन्नुभयो म बजार जाँदैछु, घर हेरेर बस है। मैले दाइलाई जाडोमा लगाउनको लागि टोपी ल्याइदिनु भने र दाइ बजारतिर लाग्नुभयो। दाइ जाने बित्तिकै भाउजूको आवाज आयो, रमेश रमेश। तर दाइ त बजार गइसक्नु भएकोले गर्दा म आफै उठेर भित्र गए। मैले हजुर भाउजू भने। उहाँले दाइलाई पठाइदिनु न बाबु भन्नुभयो। मैले दाइ त बजार जानुभयो भाउजू, केही काम छ भनी मलाई भन्नु, म गर्दिन्छु भने। भाउजू एकछिन त केही बोल्नु भएन र एकछिन पछि म बाथरुममा छु, मेरो कपडा टेबलमा छ, त्यो पुर्याइदिनु न बाबु भन्नुभयो। म दाइ भाउजूको रुममा खासै जाँदैनथे। त्यो दिन भाउजूले बोलाएको भएर भित्र गए। कपडा टेबलमा थियो, मैले उठाए। त्यसमा त भाउजूको अन्डरवेयर र ब्रा रहेछ। भाउजूको अन्डरवेयर र ब्रा देख्ने बित्तिकै मेरो सानो भाइ तन्केर ठुलो हुन लाग्यो। भाउजूले बाथरुमको ढोका हल्का खोल्नुभयो र मैके भाउजूलाई कपडा दिए र रुमभित्र बसेर यताउता हेर्न लागे। त्यहाँ बेडको तल दाइको कपडामाथि कन्डमको प्याकेट देखे। मैले त्यो प्याकेट उठाएर हेरेँ, त्यो त खाली रहेछ। कहाँ गयो यो भित्रको, खस्यो कि भनेर मैले यताउता हेरेँ। जब मैले बेडको मुनि हेरेँ, त्यहाँ मैले देखेँ कि सबै त्यही रहेछ। मैले त्यो उठाएर हातमा लिए, त्यो त सबै युज्ड भइसकेको रहेछ। सबै गोबरा पानीले भरिएको चिप्लो चिप्लो थियो। त्यही साइडमा टिस्यु पेपर थियो, त्यसमा पनि पानी पानी थियो। अब मलाई यौनको चाहना बढेर तीव्र भइसक्यो। मेरो कोब्रा उठेर पाइन्टमाथिबाटै सेप देखिन लाग्यो। मैले मेरो हातमा भएको कन्डमको प्याकेटको चित्र हेरेँ, त्यो देखेर त अब म झन् पागल नै हुन लागिसकेको थिएँ। त्यही बेला बाथरुमको ढोका खुल्न लाग्यो। म आत्तिएर कुर्सीमा बसेको जस्तो गरेँ।
मैले मेरो हातमा भएको प्याकेटलाई गोजीमा राखे। भाउजू बाहिर आउनुभयो र मलाई त्यहाँ बसेको देखेर अचम्म मान्दै बाबु तपाईँ यही हुनुहुन्छ भन्नुभयो। मैले पनि भाउजू फेरि भर्खर आएको म त जाडो भयो अनि दाइको टोपी छ कि भनेर आएको तर कहाँ छ थाहा नै भएन, त्यसैले हजुरलाई कुरेको भनेर बहाना बनाए। भाउजूले अब टोपी खोज्न लाग्नुभयो। मैले भने भाउजूको शरीरलाई निहाल्न लागे। मैले भाउजूको तलदेखि माथिसम्म पुरै हेर्न लागे। भाउजूले टी सर्ट र लुङ्गी लगाउनु भएको थियो। टी सर्ट फिटिङ थियो तर पनि भाउजूलाई एकदम सुहाएको थियो। भाउजू बस्दा उठ्दा मैले भाउजूको हिप हेर्थे, उहाँको शरीरको चाल हेर्थे। म कुर्सीमा बसेर हेर्दै थिएँ, ठ्याक्कै दाइ पनि आउनुभयो। दाइले मलाई सोध्नुभयो, अरे त पनि यही छस्, केही काम थियो र? भाउजूले दाइलाई तपाईको टोपी कहाँ छ खोज्नु त बाबुलाई चाहिएको छ रे भन्नुभयो। दाइले मैले नयाँ ल्याइदिएको छु त भन्दै मलाई नयाँ टोपी दिनुभयो र म पनि टोपी लगाउँदै बाहिर निस्किए। दाइले ढोका लगाउनु भयो र म भने ढोकाको छेउमा उभिएर के गर्छन् होला भनेर चाल सुन्न लागे। बाहिर भएकोले गर्दा खासै केही सुनिएको थिएन तर मैले बुझिरहेको थिएँ कि उनीहरू के कुरा गर्दैछन् भनेर। दाइले भाउजूलाई जुन प्याकेट मेरो बोजीमा थियो त्यसैको बारेमा सोध्दै हुनुहुन्थ्यो। भाउजूले खै त यही राखेको जस्तो लाग्छ, कहाँ गयो त भन्दै खोज्दै हुनुहुन्थ्यो। सायद तपाईले नै कतै राखेर बिर्सनुभयो होला भन्दै भाउजू बेडमा बस्नुभयो। दाइले पनि मैले कतै राखेको भए त यति छिटो कहाँ बिर्सन्थे र? ल ठिक छ नि त, कहाँ नै गयो होला र यतै रुमको कुनै कुनामा होला, भेटियो भने तिमीले फाल्नु भन्नुभयो। मैले सबै सुनिरहेको थिएँ। एकछिन वातावरण शान्त भयो, केही आवाज आउन छोड्यो। मैले ढोकामा भएको सानो दुलोबाट भित्र हेरेँ। दाइले कपडा फेर्न लागेको देखे। म त्यहाँबाट गएर घाममा बसे। एकछिनमा दाइ रेडी भएर सहर जानको लागि बाहिर आउनुभयो। उहाँले सबैलाई राम्रोसँग बस्न र आफ्नो ख्याल राख्न भन्दै सहर जानुभयो। दाइले जानी बेला मलाई भाउजूलाई यताको बारेमा केही थाहा छैन, भाउजूको ख्याल गरेस्, काममा पनि सक्दो सहयोग गर्नु भन्नुभयो र भाउजूलाई पनि केही गाह्रो भयो भने रोशनलाई भन्नुभयो। त्यो दिन दाइ गएपछि घर सुनो लागिरह्यो तर भाउजूलाई देखेर मलाई कता कता मनभित्र खुसी पनि लागिरहेथ्यो। म सुत्नको लागि आफ्नो रुममा गए तर निद नआएपछि म भाउजूलाई एकपटक हेर्नको लागि भाउजूको रुमतिर लागे। मैले ढोकामा भएको सानो दुलोबाट हेरेँ। भित्र मधुरो लाइट बलेको थियो। भाउजूले कपाल कोर्दै हुनुहुन्थ्यो। कपाल कोरेर भाउजूले कपडा खोल्न लाग्नुभयो। म हेरेको हेरै भए, मलाई जाडो भएर कामदै हेर्दै थिए। तर भाउजूले भने भित्र पुरै कपडा खोल्नुभयो। कपडा खोलेर उहाँ बेडमा सुत्न लाग्नुभयो। मैले अब भाउजूले के गर्नुहुन्छ होला भनेर एकछिन हेरिरहे। भाउजू सुत्न पो लाग्नुभयो। मैले भाउजूको त्यो शरीर देखेर अब मलाई खपिन सक्नुभयो। अब म भाउजूको रुममा कसरी जान सक्छु त भनेर सोच्न लागे। मैले ढोका ढकढकाएर भाउजू भाउजू भनेर बोलाए। एकछिनमा भाउजूले पनि ढोका खोल्नुभयो। भाउजूले सल बेरेर निस्कनु भएको थियो। मैले बहाना बनाउँदै भने, भाउजू तपाईको रुमबाट त चिच्याएको आवाज आएको थियो, के भयो र भाउजू? भाउजूले हाँस्नुभयो र भन्नुभयो, म कहाँ चिच्याउनु र बाबु, नब त निदाउनै लागेको थिए, तपाईँ आएर उठेको। मैले भाउजूको शरीरतिर हेरेर भने, भाउजू यो के बेर्नु भएको, जाडो भएको छैन र तपाईलाई? उहाँले भन्नुभयो कि मेरो त सानैदेखिको आदत हो बाबु, सानोमा मलाई छाला पोल्ने बिमारी भएको थियो। त्यो बेला कपडा नलगाई सुत्ने हुँदा त्यस्तै बानी परेर म त अझैसम्म यस्तै सुत्छु। ओहो भाउजू, तपाईको त खतरा आदत रहेछ, यो बेला भूकम्प आयो भने चाहिँ बर्बाद नै हुने रहेछ भनेर मजाक गरे। मेरो कुरा सुनेर भाउजू हाँस्नुभयो। उहाँले अब म सुत्छु बाबु, हजुर पनि आरामले सुत्नु, केही भयो भने बोलाइहाल्छु भन्नुभयो। म पनि आफ्नो रुमतिर गएर सुते। अर्को दिन राति फेरि मैले भाउजूको ढोकादेखि हेरेँ। त्यो दिन भाउजूले आफ्नो हात आफ्नो गुफाभित्र हाल्दै आनन्द लिँदै गरेको देखे। उहाँले आफ्नो हातले आफूलाई सन्तुष्ट पार्दै हुनुहुन्थ्यो। मैले त्यो सब बाहिरबाट हेरिरहे। काश भाउजूले मलाई मौका दिएको भए उहाँको हातले भन्दा पनि धेरै सन्तुष्ट बनाइदिन्थे भन्ने सोचिरहे। यही सोच्दै थिए भाउजूले ढोका खोल्न आउँदै गरेको देखे। म छिटो छिटो त्यहाँबाट भागेर आफ्नो रुममा आएर सुतेको जस्तो गरे। भाउजू मेरै रुममा आउन लाग्नु भएको रहेछ। मैले मेरो रुमको ढोका लगाएको थिएन।
भाउजू सिधै मेरो रुममा आएर मलाई रोशन बाबु ए बाबु भनेर बोलाउनु भयो। मैले निदबाट बिउजिएको जस्तो गरी भने के भयो भाउजू? उहाँले मेरो पर्स दिँदै भन्नुभयो, तपाईको पर्स मेरो ढोकाको अगाडि थियो। के तपाईँ मेरो ढोकामा आउनु भएको थियो र? मैले नाइ होइन नि भाउजू भन्नै लागेको थिएँ। भाउजूले त झन् किन ढोकाबाट फर्केको भित्र आउनु पर्थ्यो नि भन्नुभयो। मैले त्यो बेला त भाउजू के भन्नु भइरहेछ बुझ्नै सकिन। भाउजूले रिसाएर भन्दै हुनुहुन्छ कि सच्चीकै भन्नु भइरहेछ मैले पत्तो पाउन सकिन। उहाँले भन्नुभयो, मलाई थाहा छ कि मेरो रुमबाट कन्डमको प्याकेट तपाईले नै ल्याउनु भएको हो। म डराएर बोल्नै सकिन। उहाँले मलाई हेरिरहनु भएको थियो। मैले पनि बिस्तारै भने, भाउजू तपाईलाई कसरी थाहा भयो कि त्यो मैले नै लिएको थिएँ? भाउजू हाँस्नुभयो र भन्नुभयो, किनकि मैले नै नुहाउन जान भन्दा अगाडि त्यहाँ राखेको थिएँ। म नुहाउँदासम्म दाइ बजार जानु भएको थियो र तपाईँ नै मेरो रुममा आउनु भएको थियो। मैले पनि सरी भाउजू भनेर माफी मागे। उहाँले भन्नुभयो, ल अब जे भयो भयो, अबदेखि चाहिँ हजुर सुध्रिनु पर्छ है। अब हजुर ठुलो हुनुभयो। मैले पनि हस् भने। त्यो दिनदेखि मैले भाउजूलाई अर्कै नजरले होइन भाउजूकै नजरले हेर्न लागे। मैले जे देखेको थिएँ त्यो सब भुल्ने कोसिस गर्दैछु। साथीहरू, यो कहानी मेरै साथीसँग घटेको घटना हो। हरेक घटनामा यौन सम्बन्ध नै हुन्छ भन्ने छैन। कहिलेकाहीँ सानो मान्छेले गलत गर्दा ठुलो मान्छेले सम्झाएको पनि सुन्नुपर्छ। साथीहरू, तपाईहरूलाई कस्तो खालको कहानी मन पर्छ कमेन्टमा भन्नुहोला। यदि तपाईहरूलाई यौन सम्बन्धकै कहानी मन पर्छ भने म त्यही अनुसारको कहानी लिएर आउनेछु। यदि हजुरहरूलाई यो कहानी मन पर्यो भने कमेन्टमा अवश्य भन्नुहोला। हवस् त, धन्यवाद।